हेलो नमस्ते साथीहरू, वेलकम टु माई भिडियो। मौसम चाहिँ एकदम झरी परिरहेको छ। अब मौसम झरी परेको भए पनि स्कुल त जानै पर्यो। आज 2082 साल वैशाख महिनाको 21 गतेबाट स्कुलको पठन पाठन सुरु भएको छ। अनि त्यही भएर म चाहिँ तयारी भएर स्कुलबाट जाँदैछु। घुम्दीबाट फुलखर्क पुग्न मलाई सवा घन्टा जस्तो लाग्छ। बाटो चाहिँ कतै उकालो कतै ओह्रालो र कतै सम्म रहेको छ। कतै यस्तो सोलिङ गरेको बाटो छ, ढुङ्गा बिछाएको, कतै अप्ठ्यारो कतै सजिलो बाटो हुँदै म चाहिँ स्कुलतिर लाग्दैछु साथीहरू। पानी परेको मौसमले गर्दाखेरि एकदम चिसो चिसो भएको थियो। त्यही भएर बिहान मैले चाहिँ यसरी स्वेटर लगाएर अनि टाउकोमा पनि सल बेरेर हिँडेको छु एकदम जाडो भएर। अनि हिँड्दा मलाई चाहिँ उकालो उक्लिँदाखेरि अलिक छिटो हिँडे भएर होला मलाई एकदम गर्मी जस्तो महसुस भइरहेको थियो। लुगाले एकदम अप्ठ्यारो बनाइरहेको थियो, त्यही पनि म त्यत्तिकै हिँडिरहेँ त्यसलाई व्यवस्था गरेर। अनि यो मजाक बुझाएको बाटो फेरि उकालो छ, उकालो हुँदै गएर टर्निङ छ। त्यही भएर अलिकति गाह्रो भयो मलाई, स्याँ भएर सास फुलेर। अनि म स्कुल चाँडो पुग्नुपर्छ भन्ने कुरालाई दिमागमा राखेर एकहोर यसरी हिँडिरह्यो। थाके पनि एकदम आराम नगरिकन एकछिन पनि नरोकिकन ननस्टप हिँडिरह्यो। यो मौजा गुजाको बाटो यो टर्निङसम्म हो। त्यसपछि मजाक होइन, यो सोलिङ, मजाक भन्न आएछ, मजाक होइन, यो सोलिङ बाटो हो। सोलिङ गरेको बाटो यो टर्निङमा सकिन्छ। सोलिङ सकेपछि त्यसपछि अर्को ग्राभेल बाटो आउँछ। ग्राभेल बाटो उकालो अलि माथिसम्म छ। फेरि त्यहाँबाट चाहिँ सोलिङ गरेको बाटो आउँछ। यो उकालो सकेपछि बाटो चाहिँ सम्म नै छ, सजिलो बाटो छ। यहाँ चाहिँ पानी परेर बाटोहरू अलिकति हिलो छ्याप चिपचिप भएको छ। चप्पल पनि मेरो चिप्लिरहेको थियो। यति बेला म चाहिँ हिँड्दा भिडियो गरेको भएर यो मोबाइल चाहिँ एकदम हल्लिएको रहेछ। यो कुरा मैले भिडियो खिच्ने बेलामा याद गरेन, अहिले आएर बल्ल थाहा पाएँ। अनि कति बज्यो भनेर म चाहिँ यहाँ समय हेरिरहेको छु, टाइम हेरेर घडी हेरेर हिँड्नुपर्छ, भ्याउँदैन। फेरि घन्टी चाहिँ 9:50मा लाग्छ स्कुलमा। 9:50मा चाहिँ हामी स्कुल गेटभित्र छिरिसक्नुपर्ने हुन्छ। अनि 10 बजेबाट हाम्रो क्लास स्टार्ट हुन्छ। गएर हाजिर गर्नु पऱ्यो, त्यसपछि ब्याग स्याग राखेर रेडी भएर चाहिँ क्लासमा जानुपर्छ। त्यही भएर म चाहिँ घडी हेर्दै हिँडिरहेको छु, यो टाइममा यहाँ पुग्नुपर्छ भनेर। बाटो धेरै लामो छ, त्यसमाथि उकालो ओह्रालो अलिक कतै अप्ठ्यारो बाटो पनि छ। त्यही भएर समयमा पुग्न अलिक गाह्रै हुन्छ। म घुम्दीबाट चाहिँ 9 बज्न लाग्दाखेरि 8:50मा 40-45मा हिँड्छु। त्यस्तै गरेर त्यसरी नै हिँड्छु। कहिले चाँडो हुन्छ कहिले ढिलो हुन्छ। आज चाहिँ म 8:55 भइसकेको थियो म हिँड्ने बेलामा घरबाट। 8:55मा हिँडेर अहिले म कति बज्यो भनेर घडी हेरिरहेको थियो, 9:30 हुन लागिसकेको थियो। त्यही भएर फटाफट हिँडिरहेको छु। अब फेरि सोलिङ गरेको बाटो आयो, उकालो। अब यो सोलिङ सकेसँगै उकालो पनि सकिन्छ। उकालो सकेपछि अलिकति सम्म बाटो आउँछ। त्यो सम्म बाटो हिँडेपछि फेरि जङ्गल आउँछ, उकालो, अनि त्यसपछि ओह्रालो, अनि सम्म, फेरि उकालो त्यस्तै गरी छ। गाउँघरतिरको बाटो यस्तै हो साथीहरू। यो बाटो पनि धेरै राम्रो बाटो हो। कतै त उकालो ठाडो यस्तो बाटो पनि हुँदैन, जिप हिँड्ने बस हिँड्ने बाटो नि हुँदैन, गोइटो बाटो जस्तोबाट हिँड्नुपर्छ। तर यो ठाउँमा चाहिँ यतिको बाटो छ। मेरो स्कुलसम्म चाहिँ पुरै बस जाने बाटो छ, गाडी हिँड्ने घुम्दीबाट नै। अनि म चाहिँ सधैँ यसरी नै यो बाटो हिँड्ने गर्छु। पहिला पनि हिँडेको थिएँ र अब यो 25 सालमा पनि यसरी नै हिँड्छु। मैले पहिला त स्कुटीमा नि हिँड्थ्यो कहिलेकाहीँ, अहिले स्कुटी चाहिँ घरमै छोडेर आयो। यो स्टुडेन्टहरू चाहिँ मेरो स्कुलको होइन, तैपनि मलाई गुड मर्निङ म्याम भन्दै थियो। मैले स्कुलको ड्रेस लगाएको भएर म्याम भनेर होला, मलाई उनीहरूले चिनेको छैन पर्सनल्ली र मैले पनि उनीहरूलाई चिनेको छैन। तर पनि मलाई चाहिँ गुड मर्निङ नमस्कार गर्छन् बाटोमा भेट्दाखेरि, खुसी लाग्छ। जे होस् एउटा पहिचान, ड्रेसले हाम्रो पहिचान चाहिँ हामी टिचर हो भन्ने कुरा देखाउँछ। हामीले भनिरहनु जरुरत हुँदैन र मान्छेहरूले पनि त्यही नजरले हेर्छ र स्टुडेन्टहरूले पनि ग्रिट गर्छ। अब स्कुलको भए पनि जुन स्कुलको भए पनि
त्यो कुरामा चाहिँ एकदम प्राउड फिल हुन्छ। कुकुर आयो कस्तो डराइदियो मलाई, कुकुर त एकदम डर लाग्छ। एकचोटि मार्पाकमा कुकुरले झम्टेर टोकेदेखि चाहिँ मलाई चाहिँ एकदम कुकुरदेखि एकदमै डर लाग्छ। कुकुर छेउमा आउने बित्तिकै तर्सिन्छु। त्यो इन्सिडेन्टभन्दा पहिला चाहिँ मलाई त्यस्तो खासै केही वास्ता लाग्दैन कुकुरहरूसँग आउँदा, छेउमा आउँदा, बाटोमा हिँड्दा पनि कुकुरहरू देख्दाखेरि। तर अहिले चाहिँ त्यो कुकुरले टोकेको इन्सिडेन्टपछि म एकदम डराउँछु कुकुरहरू देख्दा पनि। अनि बाटोमा हिँड्दाखेरि छेउछाउमा आउँदाखेरि पनि एकदम डर लाग्छ। झम्टिने हो कि टोकिहाल्ने पो हो कि भनेर मलाई एकदम डर लाग्छ। त्यही भएर म कुकुर देख्ने बित्तिकै एकदम डराउँछु अनि पछि पछि हट्छु, भाग्छु। त्यस्तो गर्नु नहुने हो, गाउँघरमा त टोक्दैन, टोक्नु त्यस्तो कुकुरले। तर एकचोटि आफूलाई त्यस्तो परिसकेको भएर चाहिँ मनमा डर बस्दो रहेछ। अब यो चाहिँ सजिलो बाटोसम्म बाटो यस्तो आनन्दले हिँडिरहेको छु। कतै कतै चाहिँ खाल्टा खुल्टीमा पानी जमेको थियो, हिलो थियो। अब जस्तो भए पनि उकालो त छैन, जे भए पनि सजिलै बाटो छ। उकालो त अलिक गाह्रो हुन्छ, स्याहाँ हुन्छ, हिँड्न पनि सकिँदैन, गाह्रो हुन्छ। अहिले चाहिँ पुरा पानी सिमसिम परिरहेको छ। अनि तुवालो लागेर पुरै ढकमक्क ढाकेछ, जङ्गल पहाड सबै तुवालोले। पारिपट्टि जङ्गल देखेको छैन, के पनि देखेको छैन, ड्याममै छेकेको छ पुरै। अनि यो बाटो चाहिँ पुरै पानीले ढाकेछ। यसरी ढुङ्गाहरू राखेर यसरी टेकेर हिँडिरहेको थियो। अब त्यो पारी डाँडा कटेर जानुपर्ने भने देखाउनु पर्ने, तर त्यहाँ तुवालोले सबै छेकेछ, ढाकेको छ। अँध्यारो पनि होला, डर लागिरहेछ। जङ्गलको बाटो जानुपर्छ म चाहिँ, जङ्गलबाट उकालो ओह्रालो हुँदै जानुपर्छ। अब यहाँनिर यो बाटो त ठिकै हो, तर अलिकति चप्पलहरू चाहिँ चिप्लिरहेको थियो पानीले गर्दाखेरि, हिलोले गर्दाखेरि अप्ठ्यारो भइरहेको थियो मलाई। अलि थोरै, धेरै त यस्तो साह्रो पनि होइन, केही छैन भनेर म चाहिँ हिँडिरहेँ। एकजना बुवा चाहिँ छाता ओढेर लौरी टेकेर हिँडिरहनु भएको छ यसरी बाटोमा। म चाहिँ भिडियो बनाएर टुइँ हिँडिरहेको छु। उहाँबाट चाहिँ हाम्रो कल्याण स्कुलको हेड सर आउँदै हुनुहुन्छ। सर चाहिँ मोबाइल चलाउँदै आउनु भएको जस्तो लाग्यो। सरले मलाई नमस्कार गरेँ मैले सरलाई। अनि सरले मलाई कहिले आउनुभयो काठमाडौँबाट तपाईँ भनेर सोध्नुभएको थियो। अनि मैले चाहिँ म शुक्रबार आएको सर भने। सरले मलाई चिन्नुभएको छ, फुलकर्कको टिचर भनेर। अनि हामी सधैँ बाटोमा भेट्छौँ। सर उताबाट यता आउनुहुन्छ आफ्नो स्कुलतिर, अनि म चाहिँ घुम्तीबाट यता जाँदाखेरि हामी ठ्याक्कै क्रस भएर जान्छौँ। जाँदा आउँदा उहाँ फर्किने बेलामा, घर फर्किने बेलामा म यता आउँछु, उहाँ चाहिँ स्कुल जाने बेलामा म उता जान्छु। त्यही भएर हाम्रो चाहिँ सधैँ जस्तो भेट हुन्छ, कहिलेकाहीँ मात्रै भेट हुँदैन, प्रायः जस्तो भेट हुन्छ। सर पनि हिँडेरै आउनुहुन्छ, सधैँ स्कुल हिँडेरै जानुहुन्छ। म चाहिँ पहिला स्कुटीमा जान्थेँ, कहिले हिँडेर जान्थेँ। तर अहिले स्कुटी नभएर म सधैँ हिँड्ने भनेर आएको छु। हेरौँ कति दिनसम्म हिँड्न सक्छु, कति दिनसम्म खुट्टाले साथ दिन्छ, हेरौँ अब के हुन्छ। कस्नु त कसिएछु हिँडेरै सधैँ जाने भनेर। एक्सर्साइज चाहिँ एकदम मजाले हुन्छ, एकदम हेल्दी हुन्छ होला म अब एकदम यसरी 1 घन्टा बिहान 1 घन्टा बेलुका हिँड्दाखेरि चाहिँ एक्सर्साइज चाहिँ मजाले हुन्छ। अनि खुट्टा पनि दुख्छ होला। अब यो जङ्गल बाटो सुरु हुन लाग्यो। ओ माई गड, तुवालो त यहाँबाट नजिक देखिरहेछ, पुरै ड्याममा भएको छ। पानी चाहिँ धीरे परेको छ, रोकिएकै छैन, सानो सिमसिमे पानी परिरहेको छ। अनि यहाँ अब यो चाहिँ सोलिङबिचाको बाटो योसम्म छ। यो सोलिङबिचाको सम्म बाटो आएपछि त्यहाँबाट जङ्गल सुरु हुन्छ। त्यहाँ घरहरू पनि छैन, सुनसान जस्तै छ, अँध्यारो होला। कस्तो डर लागिरहेछ मलाई चाहिँ भनेर म चाहिँ एकदम डराइ गइरहेको थिएँ। त्यहाँबाट छेउमा घर छ, यहाँ घरको मान्छेहरू सबैजना बाहिर पिँढीमा बसिरहेको थियो। अलिकति अप्ठ्यारो पनि लागिरहेको थियो मलाई यसरी भिडियो खिचेर हिँड्न। त्यही पनि केही छैन भनेर चाहिँ समातेर भिडियो खिच्दै बाटोमा एक्लै हिँडिरहेँ यसरी।
जङ्गल सुरु हुन लाग्यो। अब सुरु भयो जङ्गल। यहाँबाट चाहिँ सुनसान ठाउँ सुरु हुन्छ एकदम। सायद कोही नौलो मान्छे आयो पहाडतिर नहिँडेको गाउँतिर त मान्छेहरू यो बाटो हिँड्न सक्दैन होला एक्लै। तर म त हिँडिरहेको बाटो हो, अब हिँड्नै पर्छ, बाध्यता पनि हो। डराएर पनि के गर्नु। एक दिन दुई दिन डराएर एक दिन दुई दिन हिँड्ने गए पो डराउन सधैँ हिँड्नुपर्छ, डराएर कामै छैन। डराउँदिनँ। मन डर भयो भने डर पनि लाग्दैन। सबभन्दा ठुलो कुरा त मन हो। मन डरायो भने सबै कुरा डराउने। मनले के पनि होइन भनेर हिँड्यो भने के पनि हुँदैन, भन्यो भने के पनि हुँदैन। मन आँटिलो हुनुपर्छ। अब यहाँबाट सुरु हुन्छ उकालो जङ्गल। म चाहिँ यसरी जङ्गल बाटो उकालो हिँडिरहेको थिएँ। अनि त्यहाँ पछाडिबाट जिप आइरहेको थियो। जिपमा रोकेर जानुपर्छ क्या भनेर मैले चाहिँ जिप रोकेँ। अनि जिप रोकेर मैले जिपमा चढेँ। जिप चढेर चाहिँ फोटो खिचेन, किनभने मेरो हातमा छाता थियो। अनि जिपमा चढ्ने बेलामा फोटो खिच्ने कुरा ध्यानै आएन। जिपमा चाहिँ टन्नै मान्छेहरू हुनुहुन्थ्यो। धन्न एउटा सानो सिट बाँकी रहेछ, मलाई त्यहीँ बसाउनु भयो। त्यहीँ बसेर आएँ। अनि मेरो उहाँहरूलाई कहाँ जाने भनेको, ब्याङ्कसम्म हो भने। अनि मलाई पनि उहाँहरूले नानी पनि पालिकासम्म होला होइन भन्दै हुनुहुन्थ्यो। अनि हो म पनि त्यहीँसम्म हो भने मैले। अनि मैले चाहिँ अब चाहिँ अलिकति राहतको सास फेरेँ। एकदम अलिक रिलिफ भयो। धन्न उकालो चाहिँ हिँड्नु परेन जिप पाएको भएर। जिपमा चढेर सजिलोसँग जान पाउने भयो भनेर खुसी भएँ म। यहाँ अगाडि चाहिँ आमाहरू पनि हुनुहुन्थ्यो। आमाहरूको आज भत्ता निकाल्न जानु लाग्यो होला सायद ब्याङ्कमा। अनि बाटो चाहिँ अप्ठ्यारो भएको भएर जिपले पनि पुरै हल्लाइरहेको थियो। कोक्रामा हल्ला हाँस्दै गान्डाडङ गुन्डुडुङ भइरहेको थियो। जे भए पनि खुट्टाबाट हिँडेर जानु जस्तो दुःख त हुँदैन नि। जिपमा हल्लाए पनि एकछिन हल्लाए केही पनि हुँदैन। जे भए पनि जिप चार खुट्टे हुनु त चार खुट्टे हो नि, दुई खुट्टे हुनु त चार खुट्टे धेरै सजिलो हो भनेर सोचेँ मनमा। दङ्ग परिरह्यो गाडी जिप चढ्न पाएको भएर। चाँडै पनि पुगिने भयो जिपमा। अनि अर्को कुरा पानी हिलो बाटो हिँड्नु परेन, उकालो ओह्रालो हिँड्नु परेन, चाँडै पुऱ्याइदियो जिपले। अनि जिपले मलाई तल लगेर म चाहिँ ब्याङ्कमा झरेँ। स्कुल चाहिँ यहाँ माथि हो। स्कुल कटेर गएर तल गयो। किन स्कुलमा झरिनँ म भन्दाखेरि चाहिँ मसँग पैसा थिएन, मैले पैसा ल्याउनै बिर्सेछु। अनि म तल ब्याङ्कमा झरेर अनि हाम्रो त्यहाँ म्यामलाई पैसा मागेर जिपमा भाडा दिएँ। अनि म माथि हिँडेर आएँ। जिपवालाले त पर्दैन भनेको थियो भाडा, तैपनि मैले बिचरालाई चढेपछि किन यत्तिकै छोड्नु भनेर चाहिँ मैले पैसा दिएँ, उहाँलाई भाडा दिएँ केही रकम। अनि म चाहिँ माथितिर आएँ। साथीलाई पर्खेको थिएँ म्याडमलाई, उहाँ अलिकति टाइम लाग्ने भएर म चाहिँ अर्को म्याडम आएर माथितिर आउँदै थिएँ। फेरि फर्केर हेरेको उहाँहरू आउँदै हुनुहुँदो रहेछ। अनि त्यही भएर म चाहिँ यहाँ पर्खेर बसिरहेँ उहाँहरूलाई। उहाँहरू तिनजना साथी आउँदै हुनुहुन्छ अनि सँगै जाने भनेर। आज स्कुलको फर्स्ट डे पहिलो दिन भनेर उहाँलाई पर्खेर बसिरहेँ माथि डाँडामा। उहाँहरू आउँदै हुनुहुन्थ्यो। यता पनि जङ्गल, यहाँ पनि तलतिर तुवालो लाएर पुरै ढाकेको थियो पानीले। अनि साथीहरू तिनजना छाता ओढेर आउँदै हुनुहुन्छ गफेर मस्त लाएर। अब म चाहिँ यहाँ बसेर भिडियो खिचिरहेको थियो। सबै मौसमको एकदम हरियाली देखिरहेको थियो। स्टुडेन्टहरू स्कुल जाँदै थियो सबैजना। अनि यो चाहिँ अहिले 10 बजेको मौसम, 10 बज्न लाग्दाखेरिको मौसम, फुल खर्काको मौसम यस्तो थियो। पानी परेर माथि डाँडाबाट स्टुडेन्टहरू आउँदै थियो अघि स्कुलतिर। त्योभन्दा माथि डाँडाको स्टुडेन्टहरू हिँडेर छाता ओढेर आइरहेको थियो। यो एकदम डरलाग्दो भिर, कस्तो नाङ्गो डाँडा जस्तो मलाई कस्तो लाग्यो देखेर। कतै रुखै छैन, कतै कतै झ्याप्पै रुख छ। अनि तिनजना साथी चाहिँ एकदम आफ्नै पारामा आफ्नै सुरमा गफ गर्दै आउनुभएको छ। साथीहरू म्याडमहरू, म चाहिँ उहाँहरूलाई वेट गरेर बसिरहेको छु। उहाँहरूले चाहिँ मलाई देख्नुभएको छ कि छैन होला, देख्नुभयो होला।
हेलो नमस्कार भने मैले सबै साथीहरूलाई के हो भने जिस्काइरहनु भएको थियो। यो चाहिँ हामी यस्तो स्टाफ रुममा यसरी म्याम र म चाहिँ म्यामसँग गफिँदै थिएँ। मेरो यो अनुहारमा यस्तो कालो कहिले जाने होला भनेर म्यामले देखाइरहेको थियो। यो कालो मेरो अनुहारबाट गएको दिनमा त म त मान्छे सान्छे कुटेर हिँडिदिन्छु भन्दै अहिले जोक गरेर चाहिँ हाँसिरहेको थिएँ। म चाहिँ एकदम जोक गर्छु। अर्जुनसँग चाहिँ सफा सुग्घर गरेर यताउति किताबहरू मिलाइरहनु भएको थियो। अब हामी चाहिँ बुढाहरू के गरिरहेछ जाउँ न हेर्न भनेर म्यामले हामी चाहिँ स्टुडेन्टहरू के गरिरहेछन् त भनेर हेर्न जाँदैछौँ। माथितिर क्लास 9तिर जाँदैछौँ। क्लास 8बाट पास भएर आएको स्टुडेन्टहरू क्लास 9मा आएको छ। यहाँ 9मा आएर बसिरहेछ। यिनीहरू चाहिँ बाहिर बसिरहेको छन्, भित्र क्लासमा नबसिकन। अनि मलाई चाहिँ म्याम आउनुभयो भनेर मलाई देखेर यी केटाहरू यसरी बसिरहेको छ, ब्याग पनि बाहिर राखेर। केटीहरू चाहिँ यसरी बसिरहेको रहेछ बाहिर। अब केटीहरू यसरी बसिरहेका छन्। साथीहरू मलाई देख्ने बित्तिकै हाँस्छन्। अनि त्यसपछि मैले भिडियो देखेर हेलो भनेर केटीहरूले चाहिँ म्याम टिकटक हो भिडियो भनेर सोधिरहेको थियो मलाई। मेरो भिडियो हो भनेको। अनि त्यसपछि यो चाहिँ 1 बजी हामीले लन्च टाइम पछि चाहिँ खिचेको फोटो हो। यो पानी रोकिएपछि पुरै मौसम उग्रिएको, पानी रोकिएर मौसम पुरै बदलिएको। अनि अब मैले 6 पिरियडमा चाहिँ क्लास लिएको थिएँ। रुटिन आइसकेपछि टिफिनपछि हाम्रो रुटिन बन्यो। अनि त्यसपछि मैले 6 पिरियडमा क्लास 8B को चाहिँ इङ्ग्लिस सब्जेक्टमा चाहिँ मैले क्लास लिएर क्लासमा दिइरहेको थिएँ तिनीहरूलाई ह्यान्ड राइटिङ। अनि त्यसपछि हाम्रो 4 बजे छुट्टी भएर म यसरी हिँडिरहेको छु बाटोमा। अनि कविराजसँग कुरा गरेको छु। कविराजले मैले तिमीलाई मेरो भिडियोमा स्वागत छ भनेको हाँसिरहेको थिएँ। म्याम टिकटक हो भन्दै थियो। मैले चाहिँ होइन म टिकटक चलाउँदिनँ, म युट्युबर हो भनेर भन्दै थिएँ। अनि मेरो भिडियो सब्सक्राइब गर्छौ भनेर सोधेँ कविराजलाई। गर्दिनँ म्याम, आइदिन्न भन्दै थियो कविराजले। अनि मैले उसलाई मेरो आइडी सो गरेँ। अनि मलाई म सब्सक्राइब गरिदिन्छु तपाईँलाई म्याम भन्दै थिएँ। हुन्छ भनेर भने मैले। अनि मौसम चाहिँ यस्तो दामी देखिरहेको थियो, पानी परेको रोकिएर। अनि यहाँ बाटोमा आउँदै छेउमा ऐँसीहरू देखेँ मैले। अनि ऐँसीले टिपेर खान थालेँ। म चाहिँ यसरी बाटोमा ऐँसीको चाहिँ स्वाद कस्तो छ भन्दाखेरि चाहिँ अमिलो कस्तो गुलियो चाहिँ थिएन, कस्तो थियो जस्तो भयो नि। अब मिठै छ भनेर खाएँ मैले। अनि यो यस्तो राम्रो लाग्यो मलाई, हरियाली मौसम। त्यो जङ्गलबाट मलाई कस्तो डर लाग्यो, एक्लै यस्तरी हिँडेर आइयो जङ्गलको बाटो। अनि त्यो देखेर चाहिँ आफूलाई एकदम वाउ म त कस्तो भनेर सोचेँ। अब यस्तो जङ्गलको बाटो एक्लै हिँड्ने, यस्तो नडराइकन म चाहिँ कति साहसी एकदम ब्रेभ लेडी रहेछ भनेर सोचेँ आफूलाई बोल्ड ब्रेभ लेडी। अनि मलाई देखेर अरू पनि इन्सपायर हुनेछन्। यो भिडियो हेरेपछि तपाईँहरू पनि इन्सपायर हुनेछ जस्तो लाग्यो मलाई चाहिँ। म कति बोल्ड छु भन्ने कुरा, बोल्ड भन्दा पनि ब्रेभ। यस्तो बाटो एक्लै हिँड्छु ल म कति स्ट्रङ छु भनेर भनिरहेको छु मैले चाहिँ। साहसी एकदम यसरी हिँडिरहेको छु। जहाँ हिँड्न पनि म डराउँदिनँ, जहाँ जान पनि म एक्लै जान सक्छु भनेर चाहिँ मैले यहाँ भनिरहेको छु भिडियोमा। त्यहाँबाट म आएको भनेर यहाँ यो भिडियोमा देखिरहेको छु। त्यो गाउँ चाहिँ कस्तो राम्रो बाक्लो गाउँ, तलको गाउँ। त्यो चाहिँ बाटोभन्दा तलको गाउँ हो। त्यो डाँडा कटेर म चाहिँ हाम्रो स्कुल त्यो डाँडा पहाडीपट्टि हो। त्यो डाँडा पहाडीपट्टि चाहिँ हाम्रो मण्डली स्कुल छ। त्यो यस्तो आएर फेरि म त्यो एक फन्को जस्तो मारेर कि 2 साइड चाहिँ त्यो डाँडालाई काटेर अनि यता आएर अर्को डाँडा कटिसक्यो। 3टा डाँडा जति काट्नुपर्छ लगभग हामीले फुलखर्कबाट घुम्दैन अथवा घुम्देबाट फुलखर्क जानलाई। अब यो बाटो चाहिँ ओह्रालो छ, यो सोल्डिङ गरे बाटो एकदम ठाडै ओह्रालो छ। आउँदाखेरि उकालो पर्छ, जाँदाखेरि ओह्रालो पर्छ। यो बाटो चाहिँ बिहान जिपले सरर ल्याइदियो। जिपमा मजाले आइयो, हिँड्नु परेन। अहिले चाहिँ ओह्रालो म यसरी चढ्दैछु स्कुटीमा। यो बाटो चाहिँ ब्रेक
लाग्दा नि एकदम गाह्रो हुन्छ, सर जान्छ। स्टार्ट भन्दाखेरि नि गुटुङटुङ कुद्छ, एकदम ओह्रालो छ बाटो। अहिले चाहिँ बाटो एकदम पानी परे पनि यहाँको बाटो चाहिँ सेट भएछ, ढुङ्गाहरू चाहिँ सबै दबिएछ क्या, राम्रै भएछ बाटो। कुनै कुनै ठाउँमा चाहिँ पानीले एकदम हिलो बनाएर खाल्डो बनाएको छ भने यहाँ चाहिँ पानी परेर बस हिँडेर चाहिँ बाटो सेट भएछ। मौसम चाहिँ कति राम्रो देखेको छ, हरियो। अब सबै फोहोर मैलो पानीले पखाल्यो, वनजङ्गलको धुलो मैलो। अब कस्तो हरियो सिन देखेको छ बाहिर, एकदम राम्रो, मजा लाग्ने, आँखा शीतल हुने। यो ओह्रालो यो एकदम लामो छ। यो ओह्रालो चाहिँ जाने बेला चाहिँ ओह्रालो केही फरक पर्दैन, फर्किने स्कुलबाट फर्किने बेला। अनि स्कुल जाने बेला चाहिँ एकदम उकालो हुन्छ, एकदम गाह्रो लाग्छ। सबभन्दा मलाई अत्यास लाग्ने भनेको यही उकालो हो। यसमा उक्लिन एकदम अत्यास लाग्छ मलाई। स्कुल जाने बेलामा चाहिँ, फर्किने बेलामा चाहिँ आनन्द। ओह्रालो टुङ टुङ झरिन्छ, यसरी फास्ट हिँडिन्छ ओह्रालोमा चाहिँ, ब्रेकै लाग्दैन खुट्टाको। आउने बेला चाहिँ साह्रै शास्ति हुन्छ। बाटो एकदम सुनसान छ, मान्छे नि कोही हिँड्ने छैन, बाइक पनि हिँड्ने छैन, बस पनि हिँड्ने छैन, जिप पनि हिँड्ने छैन आज त। अरू बेला त बाइकहरू हिँड्थ्यो कहिलेकाहीँ फ्याटाफुट्टा, तर आज चाहिँ बाइकहरू पनि हिँडेको छैन, अनि हिँड्ने मान्छेहरू पनि हिँडेको छैन खुट्टाले। म चाहिँ एक्लै छु यहाँ। अब डाँडा सकेपछि जङ्गल सुरु हुन्छ, थोरै जङ्गल आएपछि फेरि बस्ती आउँछ, बाटो पनि सम्म आउँछ। अब चाहिँ ओह्रालो सकिन लाग्यो, त्यो जङ्गलमा पुगेपछि चाहिँ ओह्रालो सकिन्छ। यहाँबाट चाहिँ ओह्रालो अब सकियो भने नि हुन्छ। यहाँनिर सानो पुल छ, यहाँ पुलनिर चाहिँ मैले आउने बेलामा आराम गर्ने गरेछु। यहाँ बस्ने ठाउँ छ। यहाँबाट अब धेरै उकालो, अब सिधै ओह्रालो सकियो। अब चाहिँ ओह्रालो यहाँ सकेपछि सम्मबाट आयो। अनि मैले पारी डाँडाको भिडियोहरू खिचेको, यस्तो आनन्द लाग्दो छ। उग्रेको पानी परेर उग्रेको मौसम एकदम राम्रो लाग्छ मलाई, एकदम राम्रो देखिन्छ। डाँडाकाँडाहरू हरियाली एकदम मनपर्छ, मनमोहक दृश्यहरू देख्दाखेरि मलाई। अब यो चाहिँ मैले ओह्रालो पनि सक्यो। अब हाम्रो स्कुल आउनु लाग्यो। हाम्रो स्कुल होइन, हाम्रो बहिनीको स्कुल हो यो चाहिँ, कल्याण स्कुल। घुम्देको स्कुल आयो। घुम्देको स्कुल पछि अलिकति उता गएपछि गुम्बा, हामी बसेको घर हाम्रो रुम आउन लाग्यो। म चाहिँ घुम्दै आइपुग्यो। अब घुम्दी स्कुल भन्छ यसलाई, तर यसको खास नाम चाहिँ कल्याण स्कुल हो, कल्याण मावि हो। कल्याण स्कुल आइपुग्यो। यहाँबाट चाहिँ केही समय हिँड्नुपर्छ, मेरो रुममा पुग्न अझै पनि टाइम लाग्छ। म लगभग सवा घन्टा जस्तो लागेछ आउने बेला पनि। आज चाहिँ म सुई हिँडेको, कहीँ पनि नरोकिकन। 9 बजी बिहान 9 नबज्दै हिँड्यो। बेलुका स्कुल 4 बजी छुट्टी भएर हिँडेको। 5 भयो, 5 बजेर 5 मिनट गएको थियो म यहाँ कल्याण स्कुल आइपुग्दाखेरि चाहिँ। कल्याण स्कुलबाट फेरि अलिकति थोरै ओह्रालो झर्नुपर्छ, बाटो त्यस्तै हिलो, अलिकति अप्ठ्यारो बाटै छ यहाँबाट पनि, चप्पल चिप्लिन्छ। बिहान त हिलो थियो, अलि हिलो फर्किने बेला त हिलो सुकेछ। स्कुलमा सबैजना गइसक्नुभएछ, कोही पनि हुनुहुन्न, छुट्टी भएर। स्टुडेन्ट, टिचर, स्टाफ, साथीहरू कोही पनि हुनुहुन्न, सबै स्कुल बन्द भइसक्यो, गेट पनि। म चाहिँ स्कुलबाट आइपुग्दाखेरि अरू स्कुलको गेट पनि बन्द भइसक्दो रहेछ, त्यत्रो बाटो हिँडेर आउनु पर्यो। अब आधी बाटो चाहिँ फोनमा साथीहरूसँग कुरा गर्दै आएँ। अनि फोनमा कुरा गर्दै आयो भने चाहिँ अलिकति बाटो छोटो भएको जस्तो लाग्छ, बाटो कटेको थाहा हुँदैन। अनि यत्तिकै हिँड्यो भने चाहिँ बाटो एकदम लामो लाग्छ, अनि अत्यास पनि लाग्छ।
कि त मोबाइलमा केही कुरा सुन्दै सुन्दै जानु पर्यो कि कसैलाई फोन गरेर फोनमा गफिँदै जाँदाखेरि चाहिँ बाटो छोटो लाग्छ। एक्लै हिँडिरह्यो यत्तिकै के पनि नगरिकन हिँड्यो भने चाहिँ बाटो लामो लाग्छ। एकदम अत्यास लागेर आउँछ, कहिले पुग्ला भनेर त्यहीँ ध्यानै त्यही हुन्छ। यति बाटो हिँड्यो कति छिटो छिटो हिँड्छु, झन् पुगेन जस्तो लाग्छ, त्यहीँको त्यहीँ जस्तो लाग्छ। जति छिटो छिटो पाइला चाले पनि खुट्टा त्यहीँको त्यहीँ हो जस्तो लाग्छ मलाई चाहिँ। किनभने कुनै सायद मेरो खुट्टाहरू छोटो छोटो भएर हो कि मेरो मन चाहिँ एकदम आतेर हो कि हतार भएको बेलामा त झन् म जहाँको त्यहीँ छु जस्तो लाग्छ। जति हिँडे पनि जहाँको त्यहीँ छु जस्तो लाग्छ मलाई चाहिँ। एकदम अत्यास लागेर आउँछ, मिल्ने भए त उडेरै जाऊँ जस्तो लाग्छ। के गर्नु, मिल्दैन, हिँडेरै जानु पर्यो, कुदेरै जानु पर्यो। अब चाहिँ घुम्दी भइहाल्यो। अनि यहाँनिरबाट चाहिँ म उता माथितिर जाने बाटो छ, उताबाट घुमेर जाँदाखेरि चाहिँ धेरै नै लामो बाटो पर्ने भएर चाहिँ म यहाँ सर्टकटबाट जानु लागेको छु। यहाँ तलतिरबाट मान्छेको अलि यो चाहिँ हिँडेर जाने सर्टकटबाट जान्छु म। यताबाट बाटो रुटै रुट गयो भने चाहिँ एक फोनको मारेर आउनु पर्यो, त्यही भएर म यो बाटो जाँदैछु। यस्तो सानो बाटोबाट गोरेटो बाटोबाट हिँड्दैछु यसरी कुलो अनि त्यसपछि आली यसरी सर्टकट बाटो खोजेर हिँडेछु। बारीमा मकै छ आजभोलि। मकैहरू साह्रै राम्रो हरियो भएको छ। मान्छेहरूको घरहरू पनि छ यता। यो कुलो यहाँ कुलो छ। कुलो हिँड्दा मौसम त दामी देखेछ त, हरियो देखेछ। यसरी कुलो गएपछि चाहिँ अब यो बाटो सायद 5 मिनटको होला। 5 मिनटको बाटो हिँडेपछि चाहिँ म बस्ने घर आउँछ। मलाई त यहाँ आइपुगेपछि अब लगभग घर आइपुग्यो भने मेरो चाहिँ मन ढुक्क हुन्छ। सास जस्तो लाग्छ मलाई। यहाँ आइपुगेपछि त अब म घर आइपुगे जस्तो लाग्छ, एकदम आनन्द लाग्छ। यहाँबाट चाहिँ घर धेरै टाढा छैन, नजिकै छ। हाम्रो घरभन्दा पनि बस्ने घर हो, आफ्नो घर त होइन। यहाँ चाहिँ 2-4वटा घरहरू छ छेउछेउमा, एकदम रमाइलो लाग्छ मलाई। त्यो अलिकति पहाड स्टाइलको घरहरू छ, त्यही भएर एकदम टिपिकल खालको घरहरू छ। यहाँ चाहिँ मान्छेहरूले कति राम्रो तरकारीहरू लाउनु भएको छ। आलुहरू फलाउनु भएको थियो अस्ति नै। अहिले चाहिँ बारीमा प्याजहरू छ। बारीमा यसरी बार पनि लगाएको छ बाटो छेउमा पर्या भएर। ओहो, प्याजहरू त ढलाएछ। प्याजहरू कत्रो बारेछ, माथि नै देखिएको छ। मकै पनि कस्तो राम्रो भएछ, गोडा रहेछ क्या मकै। आरु त्यहाँनिर फलेको रहेछ आरु। ओहो, मलाई कस्तो खाम मन लाग्यो आरु देखेर। आरु फल्या रहेछ बोटमा लट्रममा। अनि यहाँबाट अब सानो गोरेटो बाटो गएपछि चाहिँ थोरै हिँडेपछि घर आउनु लाग्यो। अब त्यो टनेल बनाएर तरकारी खेती पनि गर्छ मान्छेहरूले। लगायो भने त सबै कुरा हुँदो रहेछ यहाँ पनि। टमाटर, प्याज, आलु, लसुन। मान्छेहरू गाउँघरमा धेरै छैन अब। अनि भएको मान्छेले पनि खेतीपाती गर्नै छोडिसक्यो, तरकारीहरू पाउनै छोडिसक्यो। म चाहिँ अब घर आइपुग्यो भनेर खुसी भइरहेछ। यहाँ यत्रो लामो बाटो हिँडेर थाकेर अब चाहिँ घर आइपुग्यो भनेर रमाइरहेको छु। अब यहाँबाट फेरि हामी चाहिँ सिधै गयो भने चाहिँ रोड आउँछ, सिधै नगइकन युटर्न लिएर घुमेर चाहिँ तलतिर जान्छौँ। फेरि अब गोरेटो बाटो, सानो साँघुरो बाटो, ओह्रालो बाटो हिँड्नु पर्यो। यो बाटो चाहिँ स्कुलबाट फर्किने बेलामा ओह्रालो हुन्छ, घरबाट जाने बेलामा भर्खर खाना खाएको हुन्छ उकालो बाटो। यति गाह्रो हुन्छ उक्लिन। उकालो ठाडै उकालो छ। यहाँ चाहिँ सानो कुलो छ पानी बग्ने। यहाँबाट कुलोबाट पानी बग्छ।
बर्खामा त यो ठुलै आउँछ होला पानी, अहिले चाहिँ सानो आएको छ। अनि यहाँ यसरी साँघुरो बाटो हुँदै जानुपर्छ। यो साँघुरो बाटो बाहिर म कसरी हिँडिरहेको छु, साँघुरो बाटो हो। त्यो घर हाम्रो, हामी बस्ने घर, त्यो हामी बस्ने घर हो। अब घर आइपुग्यो। त्यो डाँडाबाट म चाहिँ यसरी आएर अनि फनक्क घुमेर फेरि यसरी आएँ भनेर चाहिँ यहाँ चाहिँ म अब यसरी जाने, फेरि तलतिर जाने, अनि त्यसपछि त्यहाँ गएपछि घर पुग्छ भनेर छु। आज चाहिँ दिनभरि मैले यो काम गरेँ भनेर देखाइरहेको छु साथीहरूलाई। यो मेरो आजको दिनको पुरै एक्टिभिटिज पुरै त मैले क्याप्चर गर्न सकिनँ भिडियोमा, तर धेरै जस्तो कुराहरू क्याप्चर गरेको छु। अनि कुनै कुनै कुराहरू छुटेको छ। साथीहरू आजलाई भिडियो यतिकै। ल फाइनली घर पनि आइपुग्यो। आजको भिडियोमा चाहिँ धेरै नै हल्लिएको छ भिडियो, त्यसको लागि एकदम माफी चाहन्छु साथीहरू। आइएम सो सरी, राम्रो क्वालिटीको भिडियो दिन सकिनँ। अब चाहिँ म यसरी नहल्लाइकन भिडियो क्याप्चर गर्नलाई चाहिँ ट्राई गर्नेछु। यो चाहिँ अब म चप्पल तलै खोलेर जाँदैछु। बहिनी चाहिँ अघि नै आइसकेको छ। अनि बहिनी आएर भित्र बसिरहेको छ। बहिनीलाई उठाएर चाहिँ बहिनीले चाहिँ आइपुग्यो दिदी भनेर सोधिरहेको छ। म चाहिँ गरिब भएर बाटोमा स्वेटर खोलेर आएको। अब चाहिँ कपडा निकालेँ, अनि खै के भनेर दिदी बहिनी कुरा गरेर हाँसिरहेछ। म चाहिँ चेन्ज गरेर मुखसुख धोएर आएँ। अब म चिया बनाएर राखेको बहिनीले, तताएर खान्छु। चिया तताउन राखेको रहेछ, तर चिया सुकेर थोरै भएछ भनेर मैले चाहिँ फेरि चियामा नै पानी एड गरेँ। अनि थोरै रहेछ चिया, ग्यास बालेर राखेको रहेछ, अनि सुक्यो होला भनेर सोचेर पानी एड गरेँ। चिनी चियापत्ती नि एड गरेँ। अनि मलाई चाहिँ कालो चियामा थोरै नुन हालेको मनपर्छ नि, त्यही भएर म चाहिँ नुन पनि एड गरेर हालेर खान्छु। चिया थोरै लाग्यो मलाई, यसरी हालेको चिया थोरै भएर मैले चाहिँ फेरि खनाएँ चिया। दुईजनालाई पुगेन, धेरै थोरै भयो। फेरि थोरैमा आँखै लाग्दैन, आफ्नो त यस्तै हो, अलि ड्याम्मै खानुपर्छ भनेर खनाएर फेरि एड गर्न थालेँ पानी। चिनी कति ठिक छ भने चाखिरहेको छु। चिनी पनि हाल्नु पऱ्यो भने सोच्यो। अनि त्यसपछि मैले अनि पानी, चिनी, चियापत्ती, नुन सबै हालेर चाहिँ उमालेर चाहिँ चिया रेडी पारेर दुईजनालाई खाएँ। बहिनी चाहिँ माथितिर गएको छ, बेडतिर चेन्ज गर्न होला सायद। मैले यहाँ चाहिँ नुन हाल्दैछु, थोरै हालेको मलाई एकदम मिठो लाग्छ कालो चियामा चाहिँ। जहिले म नुन हाल्छ, मान्छेहरू चाहिँ चियामा नुन हाल्यो भने चाहिँ एकदम अचम्म मान्दो रहेछ। अनि कोही त हाँसेर पनि उडाउँछ, तर स्वाद नै अर्कै हुन्छ नुन हालेको चिया र नुन नहालेको चिया। ब्ल्याक टीमा चाहिँ मलाई नुन हालेन भने अलिकति कस्तो चिनी चर्को लाग्छ, अनि त्यही भएर नुन हालेको चाहिँ अलिकति मिठो लाग्छ। म धेरै गुलियो पनि खान सक्दिनँ, अनि धेरै नै कम चिनी टर्रो पनि खान सक्दिनँ। त्यही भएर ठिक्कको खाना मलाई चाहिँ मनपर्छ। म त चिया लभर हो। चिया त मैले ठुलो कप भरि खाने गरेको थियो, तर अहिले मैले चाहिँ कम गरेको छु, धेरै खाँदिनँ। बिहान र बेलुका एक टाइम, 2 टाइम चाहिँ चिया खानै पर्छ मलाई। अनि चिया खाएपछि आनन्द लाग्छ, जे फ्रेस भए जस्तो लाग्छ। आफ्नो बानी लत होला सायद। पहिला त म यस्तो धेरै खान्थिनँ चिया, अनि धेरै भएन मैले चिया खान थालेँ त्यस्तै। पहिला त मलाई भए नि हुन्थ्यो, नभए नि हुन्थ्यो, अथवा बिहान एक टाइम भए हुन्थ्यो हुन्छ। अहिले चाहिँ बेलुका पनि चिया खान पाए हुन्थ्यो जस्तो लाग्छ। बहिनी चाहिँ जाडो भएर यस्तो लुगा लगाएर आउँदैछ। अनि मैले चिया रेडी भयो भनेर बहिनीलाई बोलाएँ। हामी चाहिँ यसरी
दिदीबहिनी गफ गर्दै चिया खान्छ। बहिनीले मलाई काजु दिँदैछ, काजु खान दिदी भनेर। काजु कति महँगो दिदी भनेर बहिनीले चाहिँ मलाई भनेर सुनाइरहेको थियो। काजु त महँगै हुन्छ भनेर मैले भनेर यो त अलि ड्राई फ्रुट हो नि त भनेर भनिरहेँ। अनि चिया र काजु खाँदैछ भने चिया एकदम तातो भएर फुकी खाइरहेको छु, फु गरेर खाइरहेको छु चियालाई। सेलाउन पनि दिनु छैन, कति धेरै आत्तिएको खानु पर्यो मलाई चाहिँ। आजको दिन चाहिँ मेरो यसरी बित्यो। अब चिया खाएपछि दिदीबहिनी मजाले गफ गर्ने, अनि खाना पकाउने, खाने, सुत्ने। अब मेरो प्रायः यस्तो रुटिन यस्तै हुन्छ होला। बिहान उठ्ने, खाना बनाउने, खाने, स्कुल जाने, फेरि आउने, फेरि खाजा खाने, अनि त्यसपछि खाना पकाउने, खाने, सुत्ने। सधैँ यस्तै चिया खाँदै गफ गरेर चाहिँ हामी दिदीबहिनीको चाहिँ गफ फेरि एकदम धेरै मिठो गफ चल्छ जति बेला पनि। हाम्रो गफ चाहिँ कहिल्यै सकिँदैन, दिन रात जति गरे पनि। हाम्रो गफ चाहिँ फेरि यस्तो मिठो हुन्छ कि कति यस्तै हामी दिदीबहिनी भेटेपछि जहिले हाँस्ने, गफ गर्ने। हाम्रो गफ चाहिँ यति जति गरे पनि सकिँदैन, दिन रात जति बिते पनि हाम्रो गफ चाहिँ चलिरहन्छ। जे भए पनि जति बसेर गफ गरे पनि गफ चाहिँ। थ्याङ्क यू, बाई बाई साथीहरू।